बाट खेल्दैछन् भनेपछि एउटा इन्ट्रेस्टिङ फाइट्सहरू यहाँ पक्कै पनि देख्न पाउने त छौँ नै। अनि प्लेअफमा खेलिसकेपछि यो टाइप्सको डोमिनेसन हामीले पक्कै पनि टिमहरूबाट एक्सपेक्ट त गरिरहेका हुन्छौँ। अनि यहाँनिर ओरेन्ज स्पोर्ट्स भर्सेस डिआरएस गेमिङको बिचको क्लास पक्कै पनि रहनेछ। ब्याक टु ब्याक दुईवटा टिमलाई टेक डाउन त गरिएको थियो, बट डिआरएस गेमिङ च्यालेन्जको लागि आउनेछन् ओरेन्ज स्पोर्ट्सको अगेन्स्टमा। जुन टिम अलरेडी दुईवटा टिमको अगेन्स्टमा जित निकालेर बसिरहेको थियो त्यो टिमलाई च्यालेन्ज गर्नको लागि आउँछन् डिआरएस गेमिङ। पहिलो किल आउनेछ, अगाडिबाट स्लिपी रहेको देख्न सकियो, सब कनेक्ट हुँदैन, बेकलमा बस्नुपर्ने त्यो स्लिपीबाट उनलाई नक निकालिएको छ। किल कन्फर्मेसन पनि यहाँ रहने भयो। अल अफ द सडन ओरेन्ज स्पोर्ट्सको कोल्याप्स पनि यहाँ रहेको देख्दैछौँ। अनि डिआरएस गेमिङ होल स्क्वाडको साथमा जानेछन् बाँकी रहेको दुईजना प्लेयरको अगेन्स्टमा। अनि ओरेन्ज स्पोर्ट्सको टिमलाई पनि यो लबी बटलेको लागि डाउन गर्ने कोसिस भइरहेको चाहिँ देख्न सक्यो। अब त दुईजना प्लेयर छुट्टै छुट्टै नै स्प्लिट भइसकेको चाहिँ देख्न सक्यो। अब डिआरएस गेमिङ दुईजना एकातिर, दुईजना अर्कोतिर गएर साइड डाउन गर्ने कोसिस भन्ने चाहिँ गर्दैछन्। उता होप जिग्रीले पनि किल उठाइरहेको देख्न सक्यो। सर्कल सानो हुँदैछ अनि त्यही अनुसार टिमहरूको बिचको क्लोजिङ पनि हुँदै गरेको चाहिँ हामीले देख्न पाउनेछौँ। बट अहिलेको लागि यहाँनिर डिआरएस गेमिङ भर्सेस ओरेन्ज स्पोर्ट्सको बिचको ब्याटल, अनि अर्को प्लेयरलाई पनि यहाँनिर भेहिकल रन ओभरमा डाउन गरिदिनेछन् ओरेन्ज स्पोर्ट्सको अगेन्स्टमा आउँदै गर्दा डिआरएस गेमिङ। जुन कन्फिडेन्टको साथमा ओरेन्ज स्पोर्ट्सले अगाडि दुईवटा टिमलाई टेक डाउन गरेको थिए त्यही अप्रोच डिआरएस गेमिङले ओरेन्ज स्पोर्ट्सको अगेन्स्टमा यहाँनिर लागू गरेको चाहिँ देख्न सकियो। अब फाइनल प्लेयर बचेर कहाँसम्म जाने हो त? किल त आइसकेको छ, केही प्लेसमेन्ट पोइन्ट्स मात्रै भए पनि निकाल्न सकिएको भए धेरै नै हुने थियो, बट प्लेसमेन्ट पोइन्ट्स बिना नै फिनिस हुनुपर्ने अवस्था सायद बन्न सक्नेछ। फ्र्याग त फलो गर्दैछन्, बाँकी रहेको प्लेयरहरू पनि आउँदै गरेको देख्न सकियो। यसमा एरियातिर गएको छन्, अब कहाँ छन् अपोनेन्ट भन्ने कुराको आइडिया भइसकेपछि आफ्ना प्लेयरले घेर्ने कोसिस त गरिरहेका नै छन्। स्ल्यामिन गर्ने कोसिस, अझै पनि किलर वाइटी बगीको साथमा अगाडि जाने कोसिस भइरहेको देख्न सक्यो। फ्र्यागलाई पछाडि हल्का रोकाइदिएको त छन् नै, बट किलर वाइटी नेटको साथमा रहेको देख्न सक्यो। प्लेयर कहाँ छन् थाहा छ, किलर वाइटीको अगेन्स्टमा ग्रेनेड आउँछ, कनेक्सन अहिलेको लागि त्यहाँ रहेको देखिएन। पछाडितिरबाट अरू प्लेयरहरूलाई पनि आउँदै गरेको देख्न सक्यो। चारजना प्लेयर ओरेन्ज स्पोर्ट्सको एक्लो प्लेयरको अगेन्स्टमा पक्कै पनि जानेछन्। कुनै पनि रिस्क लिने कुरा नै भएन यहाँ। एकजनाको अगेन्स्टमा फाइट त जित्नु होला, बट प्लेयर लुज गर्यो भने गाह्रो पर्न सक्छ। फ्र्याग अगाडि जान्छ, सर्टको साथमा कनेक्सन बिल्डअप भइरहेको होइन, पिक्समा कन्भर्ट गरिनेछ। जानेछन् सबैजना प्लेयर सँगै नै यहाँ छन् प्लेयर्सहरू। फ्र्याग नक, एक्जाम्पल पनि त्यहाँ डाउन पनि भएको देख्न सकियो। ओके, के अपसेट गराइदिने हो नि त एक्लो प्लेयरले डिआरएस गेमिङलाई। यहाँ हेर्नुपर्ने हुन्छ लास्ट टु प्लेयर्स 1v2 अझै पनि आवश्यक पर्ने चलेको लागि आफ्नो प्लेयरलाई रिभाइभ जुनतर्फ पक्कै पनि लाग्ने भए इजी फिनिस गर्नको लागि चारजना प्लेयरबाट स्ट्रगल गराउँदैछन् प्लेयर। अनि यहाँबाट फाइनल प्लेयरलाई पनि डाउन गरिन्छ।